हो लसो सर्वप्रथम आज यहाँ उपस्थित भएको सबैलाई नमस्कार भन्न चाहन्छु। टसिद्देले हो लसो अब 6 बजे हामी सुरु गर्छौँ है। अब आजका धर्म प्रवचन चाहिँ अनि तपाईँहरूले खर्च तिमिङदे मारे त्यति चलाते खरे प्रोजेक्ट मार गर्छ ती पावर पोइन्ट यो तपाईँहरू सबैले पावर पोइन्टमा हेर्नुहोस्। अनि यहाँ आजको चाहिँ बुद्ध धर्मको परिचय भाग 6 र छोटो सिङ्गला। अनि यो के हो भनेदेखि छुवा मेताब घुम्ने छुवा जुक्छु भनेर चाहिँ विषय चाहिँ मृत्यु अनित्य भावना गरेर धर्ममा प्रवेश विधि भन्ने विषय चाहिँ यो हो। अब यसमा चाहिँ पहिला अलिकति भन्नु चाहन्छु। मैले आजका अनि त्यो विषय चाहिँ धेरै महत्त्वपूर्ण हो भनेर चाहिँ सम्झिन्छु। त्यसमा चाहिँ पहिला यो भन्नु चाहन्छु, बौद्ध धर्म भनौँ बुद्धको शिक्षा अनि बौद्ध धर्म त्यसको मूल उद्देश्य चाहिँ के हो भन्ने हो भने त्यसको मूल उद्देश्य चाहिँ सर्व प्राणीहरू दुःखदेखि मुक्ति भएर अनि अन्तिमको परम सुख भनौँ बुद्ध भूमिमा अनि बुद्ध भूमिमा प्रवेश भएर अनि हामीलाई प्राप्त हुने अनि एउटा अन्तिमको परम सुख छ त्यो चाहिँ अनि हामीले प्राप्त हुनुपर्छ। त्यो प्राप्त हुनुको लागि अनि बुद्धले धर्मदेशनाहरू दिनुभएको हो। त्यसो कारणले बुद्धको धर्मको अनि मूल उद्देश्य चाहिँ त्यो हो। तर त्यस्तो मूल उद्देश्य चाहिँ प्राप्त हुनुको लागि पहिला 5 प्रकारको मार्गहरू अनि ज्ञानहरू प्राप्त हुनुपर्छ। त्यो हुनुको लागि भने पहिला हामीले धर्मलाई अनि ध्यान अभ्यास भावना गर्नुपर्छ। धर्मलाई ध्यान अभ्यास गर्नुको लागि पहिला धर्मलाई अनि चिन्तन गर्नुपर्छ, अध्ययन गर्नुपर्छ। त्यसको लागि बुद्ध धर्म सुन्नु पर्यो। बुद्ध धर्म सुन्नुमा भने बुद्ध धर्म अनि सुन्नुको लागि पहिला बुद्ध धर्मलाई हाम्रो मनभित्रदेखि नै बुद्ध धर्मलाई अनि म बुद्ध धर्म सुन्छु भनेर चाहिँ अनि चित्त बुद्ध धर्म सुन्छु भन्ने सोच त्यो चाहिँ आउनुपर्छ। त्यसो कारणले पहिला एउटा व्यक्तिको मनमा म बुद्ध धर्म सुन्छु भन्ने म बुद्ध धर्म सुन्छु भन्ने धर्ममा लाग्ने एउटा पहिला सोच हुनु पर्यो। त्यो सोचद्वारा अनि अघि भनेको जस्तो बुद्ध धर्म सुन्ने, चिन्तन गर्ने, ध्यान अभ्यास गर्ने अनि 5 प्रकारको मार्ग प्राप्त हुने अनि अन्तिममा बुद्धता प्राप्त गर्ने त्यो हो।
त्यसो कारणले यदि कोही व्यक्तिको मनमा म बुद्ध धर्ममा लाग्छु भन्ने सोच नभएदेखि अनि योहरू चाहिँ हुँदैन। त्यसो कारणले सर्वप्रथम हाम्रो मनको भित्र म धर्ममा लाग्छु, म धर्ममा प्रवेश गर्छु भन्ने सोच चाहिँ हामीलाई पहिलो हुनु पर्यो। त्यसो कारणले अनि न्यामे कक्युको महागुरु अनि थाकपुल हाजे भन्ने एउटा छ, उहाँले एउटा प्रार्थना गर्नुभएको छ। त्यो प्रार्थनामा अनि मा सिम्जे थम्जे मा नखा दन्यामे सिम्जे थम्जे लो छोसु सोंग छिंगे लब्दो सोल छु लम्दो जोवर लम्दो होंबर छिंगे लब्दो सोल लम ठुबा सेवर छिंगे लब्दो सोल ठुबा यीशु सेवर छिंगे लब्दो सोल भनेर उहाँले एउटा प्रार्थना गर्नुभएको छ। हो, अब त्यसमा चाहिँ अनि के भन्नुभएको छ भनेदेखि सर्व प्राणीहरूको मन चित्ता धर्ममा लाग्नुस् भनेर पहिला चाहिँ प्रार्थना गर्नुभएको छ। त्यसो कारणले मेरो सोचदेखि भने पहिला धर्म पहिला हामी प्राणीहरूको मनमा म धर्ममा लाग्छु भन्ने एउटा सोच चाहिँ हुनु पर्यो। त्यो सोच चाहिँ अनि नभयो भने धर्ममा लाग्नै सक्दैन, धेरै गाह्रो हो। त्यसो कारणले यदि धर्ममा लाग्यो भने त्यो पनि त्यति के अरे शुद्ध चाहिँ अनि हुँदैन। त्यसो कारणले हाम्रो मन धर्ममा लाग्नुको लागि अनि पहिला म धर्ममा लाग्छु भन्ने एउटा इच्छा एउटा सोच चाहिँ पहिला हाम्रो मनमा आउनु पर्यो। त्यसो कारणले अनि यहाँ मैले आज यो विषय चाहिँ के राखेको छ भनेदेखि छुवा मितक गम्ने छोला जुक्सुल भनेर मृत्यु अन्यत्या भावना गरेर धर्ममा प्रवेश विधि भनेको छ। अब त्यसमा पनि भावना भन्ने शब्द चाहिँ राखेको छ, तर त्यसमा अरू पनि भन्नु सक्छ। मृत्यु अन्यत्या भावना र मृत्यु अन्यत्या विचारद्वारा धर्ममा प्रवेश विधि र मृत्यु अन्यत्या सम्झिएर अनि धर्ममा प्रवेश विधि हो। त्यो तीनवटा के भन्यो भने हुन्छ त्यो हो। अब यहाँ यदि हाम्रो मन धर्ममा प्रवेश हुनुको लागि मृत्यु अनित्य भन्ने चाहिँ सोच्नु पर्ने कारण के हो है? त्यो नसोचेर अनि पनि गर्नु सक्छ भनेदेखि बुद्ध शाक्य मुनिले धर्ममा प्रवेश हुने धर्ममा प्रवेश गर्ने उपायमा सबभन्दा अनि शुद्ध र सम्यक उपाय चाहिँ मृत्यु अनित्य अनि विचार गरेर भावना गरेर हो भनेर चाहिँ भन्नुभएको छ है। बुद्ध शाक्य मुनि स्वयंले पनि त्यो मृत्यु अनित्यको विषयमा 3 चोटि धर्म प्रवचन गर्नुभएको छ। उहाँले सुरुवातमा पनि यो जम्बुद्वीपमा बुद्ध शाक्य मुनिले धर्म प्रवचन गर्नु बेलामा सुरुवातमा सबभन्दा पहिला अनि मृत्यु अनित्यको विषयमा धर्म प्रवचन गर्नुभयो। मध्यममा पनि उहाँले अनित्यको विषयमा धर्म प्रवचन गर्नुभयो अनि अन्तिममा पनि उहाँ निर्वाणमा प्रवेश गर्नुको अगाडि पनि अनि उहाँले अन्तिममा पनि अनि अनित्यको विषयमा धर्म प्रवचन गर्नुभएको हो। त्यसो कारणले बुद्ध स्वयंले आफ्नो जीवनमा सुरुवात मध्यम अन्तिम त्यस 3टैमा अनि त्यो
अनित्य चाहिँ धेरै महत्त्व अनि सोचेर चाहिँ उहाँले धर्मदेशन गर्नुभएको हो। त्यसो कारणले धर्ममा प्रवेश गर्ने उपायमा धेरै छन्, तर त्यसमा उत्तम अनि उपाय चाहिँ मृत्यु अनि त्याग अनि विचार गरेर सोचेर अनि भावना गरेर धर्ममा प्रवेश गर्ने चाहिँ अनि उत्तम उपाय हो। त्यो चाहिँ हामीले जानकार हुनुपर्छ। अब त्यसमा मैले यहाँ चाहिँ के अरे त्यसको विषयमा भन्नु चाहेको धेरै कुराहरू छ, तर समयले अलि त्यो नभएको कारणले अब हामी त्यो मूल त्यो विषयमा चाहिँ हामी प्रवेश गरौँ। अब यहाँ तपाईँहरूले हेर्दै गर्नुहोस् है। अब पहिला यो छुवा मितक बेछे दिने भनेको छ। त्यसो कारणले यहाँ नेपालीमा चाहिँ मृत्यु अनित्य धर्मको बारेमा अब सूत्रमा चाहिँ उहाँले कसरी भन्नुभएको छ भनेदेखि सिसुम मेता त्योङ्गे टिन्दान्दा ड्रोवे के चाहिँ खाल्ला तादासो ड्रोवे छ नाम के लोटासे रेसर बब्जु सिन्धु न्युर्क्यो डो भन्नुभएको छ। अब त्यो चाहिँ नेपालीमा सिसुम मेता त्योङ्गे टिन्दान्डा भन्ने चाहिँ त्रिभावहरू शरद ऋतु समान अनित्य हो भनेको छ। सिसुम मेता त्योङ्गे टिन्दान्डा। अब त्यसलाई सिसुम भने चाहिँ त्रिभाव भने चाहिँ तीन धातुलाई भनेको हो। तीन धातु चाहिँ के हो? काम धातु, रूप धातु, अरूप धातु भनेर खमसुम भन्छ नि, हो त्रिधातु त्यसलाई चाहिँ भन्छ। त्यसो कारणले यो त्रिभाव भनौँ, त्रिधातु भनौँ, तीन धातु भनौँ, त्योहरू सबै के हो? अनित्य हो। अनित्य हो भनेको उदाहरणमा चाहिँ के भन्नुभएको छ? शरद ऋतु समान शरद ऋतु समान भनेको छ। त्यस्तो हो भनेको छ। अब त्यो शरद ऋतु भने चाहिँ त्यो चाहिँ अनि अहिले आउँछ फेरि अहिले जान्छ, त्यो निरन्तर रूपले बस्दैन। त्यसो कारणले त्यसले अनित्य भने चाहिँ चिनाउँछ नि, हो त्यही जस्तो हो भनेको। अब दोस्रो ड्रोवे केची खाल्ला ताताङ छुङ भनेको छ है। यो चाहिँ जगत, नेपालीमा जगतको जन्म मरण नाटक हेरेको जस्तो हो भनेको छ। अब जगतको जन्म र मरण, अब हामी यो जगतमा अनि जन्म लिने हुन्छ, फेरि जन्म लिएर फेरि अनि मरण हुने हुन्छ। त्योहरू चाहिँ के जस्तो हो भनेदेखि नाटक हेरेको जस्तो हो भनेको। नाटक हेरेको जस्तो भने चाहिँ नाटक हामी हेर्दाखेरि त्यो गीत गाउनेहरूले अनि गीत गाउनु बेलामा त्यो नाटक देखाउनेहरूले हात र पाउहरू चाहिँ अहिले यता यस्तो गर्छ, अहिले यता यता, अहिले माथि त्यहाँ हुन्छ, अहिले तल आउँछ, त्यो ठेगानै हुँदैन नि, तुरुन्त अनि त्यो के भन्छ परिवर्तन हुन्छ। त्यसो कारणले हो त्यो जस्तो अनि हाम्रो यो जन्म के अरे जगतको जन्म मरण भन्ने चाहिँ अनि त्यो जस्तो अनि नित्य हो भनेको। अनित्य हो भनेको। अब तेस्रोमा डोवे छेडो नामखे लोकडासिङ, डोवे छेडो भनेको छ नि, डोवे छेडो भने चाहिँ सत्व प्राणीका जीवन भन्यो भने हुन्छ, आयु भन्यो भने झन् राम्रो हो। सत्व प्राणीका
आयु कस्तो हो भनेदेखि आकाशको बिजुली सारा क्षणिक हुन् भनेको छ। हाम्रो यो आकाशको बिजुली हुन्छ नि, हो त्यो चाहिँ त्यो अहिले यसरी तुरुन्त आएर तुरुन्त मिटेर जान्छ नि, त्यो जस्तो। अनि हाम्रो यो आयु चाहिँ सत प्राणीका आयु भनी त्यस्तो हो भनेको छ। अब त्यसमा पनि हामीले राम्रो विचार गऱ्यो भनेदेखि अब आजकल त घडीहरू छ नि, त्यो घडीमा चाहिँ हामीले हेर्दाखेरि राम्ररी हामीले विचार गर्नेदेखि त्यो घडीमा त्यो सेकेन्डहरू एक सेकेन्ड यसरी गयो भनेदेखि हाम्रो जीवनको समय भनौँ आयु अनि त्यो के भन्छ परिवर्तन हुँदैछ, घट्छ। एक सेकेन्ड होइन, एक सेकेन्ड त्यस्तो सेकेन्ड 60मा 1 मिनट, 1 मिनट त्यस्तो 60मा चाहिँ 1 घन्टा, 1 घन्टा त्यस्तो अनि के अरे 14 मरे 21 22 24मा अनि 1 दिन र 1 रात भनेर त्यो सबै हुन्छ नि। हो यसरी एक एक मिनट गएको बेलामा चाहिँ हाम्रो आयु चाहिँ घट्दै 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 जान्छ। हो त्यसको कारणले अहिले सत्व प्राणीका आयु अनि त्यो हो भनेको अनित्य हो भनेको। अब चौथोमा चाहिँ रिसर बब्चु सिन्धु त्यसो हो रिसर बब्चु सिन्धु न्युर्ग्यो डो भनेको छ। यो जीवन ठाटो पहाडबाट तल झरेको झरना जस्तै छिटो जाने हो भनेको छ। त्यो हाम्रो पहाडदेखि अनि झरेको पानी हुन्छ नि, त्यो चाहिँ यसरी झर्दाखेरि चाहिँ तल्लै तल यसरी जान्छ नि, छिटो छिटो जान्छ नि। यो जस्तो हाम्रो यो जीवनको हाम्रो जीवन भन्ने चाहिँ पनि अनि अनित्य हो भनेको। अब यहाँ अब यो चाहिँ एउटा उदाहरण हो नि, बुद्ध शाक्यमुनिले अनित्यको विषयमा मृत्यु अनित्यको विषयमा भन्नुभएको एउटा यो हो। अब यही जस्तो उहाँले धेरैचोटि भन्नुभएको छ। अब त्यो अब यहाँ चाहिँ अब मृत्यु अनित्यको विषयमा हामीले विचार गर्नुपर्छ अनि भावना गर्नुपर्छ। किन भावना गर्नुपर्छ? अब त्यसमा भावना गर्ने तरिका भनौँ अनि त्यो भावना गर्नेमा चाहिँ अनि 3 भेद हुन्छ है। पहिला चाहिँ मृत्यु अनित्य स्मरण नगरेको अनि दोष एउटा, दोस्रोमा चाहिँ मृत्यु अनित्य स्मरण गरेको अनि लाभ दोस्रो, तेस्रोमा चाहिँ अनि मृत्यु अनित्य स्मरण गर्ने विधि भनेर चाहिँ 3 छ, 3। अब त्यो 3मा पहिला चाहिँ छिवामिता वा मगुम्बे निमिक भन्छ अनि मृत्यु अनित्य स्मरण नगरेको दोष हो, त्यसको विषयमा चाहिँ भन्छु। अब यहाँ छ नि पहिलो मृत्यु अनित्य स्मरण नगर्नुको स्मरण नगर्नुको दोष हो त्यो। अब त्यसमा चाहिँ दोष कति हुन्छ भनेदेखि 6वटा हुन्छ। अब 6मा पहिला यो हो माथेम्बे निमिक भनेको छ। हो मृत्यु अनित्य स्मरण नगर्यो भने के दोष हुन्छ भनेदेखि पहिला 1मा धर्म स्मरण नगरेको दोष भन्ने चाहिँ हुन्छ।
यहाँ आयो नि हो मृत्यु अनित्य स्मरण नगर्यो भने के अनि दोष हुन्छ भनेदेखि हाम्रो मनको भित्र चाहिँ म धर्म गर्छु भन्ने अनि याद धर्मले याद हुनु पर्यो नि त्यो यादै हुँदैन धर्म स्मरण नगरेको दोष धर्म स्मरण नगरेको दोष भने चाहिँ हाम्रो मनमा धर्मलाई याद नहुने त्यो यो राम्रो गरेर विचार गर्नुपर्छ है अहिले भन्यो नि फेरि म भन्छु है मृत्यु अनित्य स्मरण नगर्यो भने के दोष हुन्छ भनेदेखि पहिलाको दोष चाहिँ के रहेछ धर्म स्मरण नगरेको दोष धर्म स्मरण नगरेको दोष भने चाहिँ धर्मलाई याद नहुने दोष धर्मलाई याद नहुने दोष हो त्यो अब यहाँ चाहिँ मैले के भन्छ सजिलो एउटा उदाहरण एउटा पनि भन्छु अनि त्यो सँगै अनि जुजु मेलाको एउटा राम्रो एउटा के भन्छ भन्नुभएको छ त्यो पनि भन्छु अब यहाँ एउटा चाहिँ उदाहरण सजिलो उदाहरण चाहिँ के छ भनेदेखि यो सत्य हो त्यो मृत्यु अनित्यको विषयमा विचार नगर्यो भने त्यो हाम्रो मनमा धर्मले याद हुने र म धर्म गर्छु भन्ने सोच आउने धेरै गाह्रो हो अब मृत्यु अनित्य त्यस्तो सोच भयो भने अनि अलिकति धर्मलाई विश्वास भएकोहरूले ओह धर्म गर्नु पर्यो भनेर त्यो सोच आउँछ त्यसमा मैले के भन्छ मैले अनुभव भएकोमा 2015 हाम्रो नेपालमा भुइँचलो आयो नि नेपालमा त्यो 2015 भुइँचल भन्छ नि अर्थक्वेक भूकम्प है त्यो आउनु त्यो आएर धेरै मान्छे मर्नु भयो धेरै समस्याहरू भयो अब त्यो बेलामा चाहिँ अनि हामी अलि धर्म मान्नेहरूले त्यो बेलामा अलि ठेवाहरू लिएर मानेहरू जाप्ने कराहरू जाने हो अब धर्ममा धेरै लाग्ने चाहिँ भयो नि त्यो के कारण भनेदेखि आफ्नो अगाडि आँखाले देख्छ नि ओ यो मान्छे मर्यो भूकम्पको कारणले यो मान्छे मर्यो रहेछ त्यहाँ मर्यो रहेछ त्यो अनि सुन्दाखेरि आँखाले देख्दाखेरि कानमा सुन्दाखेरि अनि न्युजमा पनि धेरै भन्छ नि यसो कारणले मनमा चाहिँ ओहो अब त कहिले मर्छ भने मर्ने त रहेछ कहिले मर्छ पनि थाहा छैन अब धर्म गर्नु पर्यो भने त्यो सोच चाहिँ आउने रहेछ नि फेरि भूकम्प के अरे भूकम्पहरू सबै राम्रो भएर अलिकति त्यो भयो त्यहाँदेखि फेरि धर्म गर्ने पनि अलिकति के भन्छ कम्ती भएर अनि मोजहरू त्यो गाना सुन्नेहरू धेरै हुन्छ रहेछ नि त्यो कारणले मनमा त्यो आफ्नो आँखाले मान्छे मरेको कानले सुन्ने त्यस्तो धेरै भयो भने मनमा ओहो म पनि मर्छ कि भन्ने सोच आयो भने धर्ममा लाग्ने चाहिँ अलि धेरै हुन्छ त्यो सत्य हो है यो उदाहरण अर्को चाहिँ 2020 र 2021 फेरि यो करोनाको कारणले मान्छे धेरै मर्यो होइन अब त्यो कारणले फेरि मान्छेहरू धर्म गर्ने पनि धेरै रहेछन् नि त्यसो कारणले यो दोस्रो हो अनि आफ्नो जीवनमा पनि आफ्नो वारीबारी आफ्नो एउटा आफन्तहरू के मर्यो त्यसमा जानु पर्यो भने अनि त्यहाँ आगो बालेर मान्छे मरेको शरीर जलाउँदाखेरि अनि मनमा अलिकति धर्म आउने त्यस्तो पनि हुन्छ रहेछ नि त्यस्तो कारणले अनित्य के अरे मृत्यु अनित्य भन्ने चाहिँ अनि विचार गर्नु सक्यो भनेदेखि मनमा तुरुन्त धर्म गर्छु भन्ने सोच चाहिँ आउँछ भने चाहिँ सत्य हो है यो मैले उदाहरण चाहिँ त्यो दिएको अब जुजु मिलाले के भन्नुभएको छ भनेदेखि जुजु मिलाले ngachiwe jingne rila thwe semnyungme nelu tongbaro thong dachiwa jongya nyamnga me भनेको छ जुजु मिलाले के भन्यो भने चाहिँ मैले अनि मृत्यु अनित्यको विषयमा अनि भावना गर्दै गएको पछि
मेरो मनमा अब म पनि मर्छ कहिले मर्छ थाहा हुँदैन भन्ने सोच विचार धेरै उत्पन्न भयो। त्यो सोचद्वारा चाहिँ मैले यो संसार अनि छोड्नुको लागि मैले गुफामा गयो। गुफामा गएर मैले ध्यान अभ्यास गरेँ। ध्यान अभ्यास गरेको अन्तिममा अनि मलाई अनि मनको भित्र शून्यताको ज्ञान प्राप्त भयो। त्यो प्राप्त भइसकेपछि अब त म मर्यो भने केही छैन, मर्यो भने मरोस्, जियो भने जियोस्, मलाई केही फरक छैन भन्ने त्यस्तो एउटा शक्ति प्राप्त भयो भनेर उहाँले यसो भन्नुभएको छ। ngā chiwe jing ne rila tu, sem nyung ne nilu tongbar thong, ta chiwa jungya nyam nga me, mo अब मलाई यस्तो ज्ञान प्राप्त भएको कारणले मनको भित्र शून्यताको ज्ञान यस्तो राम्रो प्राप्त भएको कारणले अब त म मर्ने भन्ने समय आयो भने म त्यसलाई डर्दैन भनेर यसरी भन्नुभएको छ। म त्यसलाई डराउँदैन भनेको छ। ओ त्यसो कारणले त्यो मृत्यु अन्यताको विषयमा धेरै त्यो ध्यान अभ्यास भावना गर्यो भनेदेखि यस्तो अनि लाभहरू हुन्छ। त्यसो कारणले यहाँ भनेको छ नि यो के अरे मिठे बेङ्गीमा त्यसो कारणले मृत्यु अनित्य भावना नगर्यो भनेदेखि धर्म गर्छु भन्ने सोच आउँदैन। मृत्यु अनित्यको भावना गर्यो भनेदेखि धर्म गर्छु भन्ने सोच आउँछ भने यो दुईटा चाहिँ मैले भनेको। अब त्यसपछि चाहिँ दोस्रोमा ठेङ्ग्या मिडुबे ङिमिक भनेको छ। ठेङ्ग्या मिडुबे ङिमिक भने चाहिँ के हो भनेदेखि यदि अनि मृत्यु अनित्य समरण गरे तापनि अनि मरे मृत्यु अनित्य समरण नगर्यो भनेदेखि अर्को दोष के छ भनेदेखि अर्को दोष के छ भनेदेखि धर्मलाई के भन्छ धर्मलाई समरण गरे तापनि पालन नगरेको दोष हुन्छ भनेको छ। त्यसको मतलब चाहिँ मृत्यु अनित्य भावना राम्रो नगर्यो भनेदेखि धर्ममा प्रवेश गरेर भने धर्म सुन्ने चिन्तन गर्ने हुन सक्छ, तर त्यसमा पालन त्यसलाई अभ्यासमा लिने चाहिँ हुँदैन भनेको छ। अब तेस्रो दोषमा के भन्नुभएको छ भनेदेखि डुब्ज्यान्दम त मिडुबे ङिमी पालन गरे तापनि विशुद्ध नगरेको दोष हो, त्यो पनि हुन्छ। धर्मलाई अभ्यास गर्छ तर गर्ने चाहिँ विशुद्धद्वारा सम्यकद्वारा अनि धर्म गर्ने चाहिँ हुँदैन भनेको छ। अब त्यसपछि चौथोमा डुबाल नेदेन ठेवे ङिमी भनेको छ। त्यो चाहिँ साधना दृढतापूर्वक नगरेको दोष भनेको छ। अब त्यो मृत्यु अनित्य अनि समरण नगर्यो भने अनि मनमा धर्म गर्छु भन्ने भएर भने त्यो धर्मको लागि चासो दिएर धर्मको लागि जोर दिने सोच चाहिँ त्यति नहुने, त्यस्तो हुन्छ है। कोहीहरू चाहिँ धर्मलाई धेरै जोर दिनु सक्ने, कोहीहरू धर्मलाई त्यति जोर नदिने चाहिँ कारण एउटा के हो भनेदेखि अहिले भनेको मृत्यु अनित्य समरण गरेको र नगरेको फरक हो। त्यो कारणले त्यो एउटा। पाँचौँमा चाहिँ आफूलाई दूषित गरेको दोष भनेको छ। आफूलाई दूषित गरेको दोष भन्ने चाहिँ कसैले भन्छ भनेदेखि अब अघि भनेको जस्तो मृत्यु अनित्य समरण नगरेको कारणले धर्म गर्छु भन्ने सोच आएन। धर्म गर्छु भन्ने सोच नआएको कारणले आफ्नो जीवन चाहिँ जिउँछ
तर धर्म गरेर चाहिँ जिउँदैन, अधर्म गरेर चाहिँ अनि जिएर जान्छ। यसरी गर्दै गर्दै समय जाँदै जाँदै भएको कारणले अन्तिममा मेरो जीवनमा मैले अनि के भन्छ सार यस्तो एउटा पायो प्राप्त भयो भन्ने धर्मद्वारा यस्तो सार एउटा प्राप्त भयो भन्ने केही छैन। त्यो नभएको कारणले आफ्नो मनमा आफ्नो पीर भएर आफ्नो मनमा भने अलिकति सन्तोष नभएर असन्तोष हुने त्यस्तो हुन्छ। त्यसो कारणले अहिले यहाँ भनेको चाहिँ त्यो हो रङ्गी मरुङ बर्छे बेङ्गिमिक। अब नम्बर 6 मा चाहिँ मर्ने बेला पश्चाताप गर्दै अनि मर्ने दोष भनेको छ। अब त्यो सत्य हो। एकमा चाहिँ धर्मलाई विश्वास अलिकति छ, त्यो माथि आफूले यो जिन्दगीमा अनि मृत्यु अनि त्यहाँ स्मरण नगरेको कारणले धर्म गर्छु भन्ने सोच आएन। त्यो नआएर अनि आफ्नो जीवन यसरी अब अनि के भन्छ जीवन ज्युति गर्दै गएर अनि अन्तिममा अब मर्नु समय त आइहाल्छ नि। हो त्यो बेलामा अब मैले जीवनमा केही प्राप्त धर्मद्वारा केही प्राप्त गर्नु सकेन, त्यसमाथि मैले अब कार्यामा अनि काया वाका चित्तद्वारा पापको कार्यहरू धेरै गर्नुपर्ने भयो। सोचमा सांसारिकको सोच मात्रमा म गयो। अब मैले धर्मद्वारा मलाई शक्ति पनि केही पाएन। अब मरेको पछि चाहिँ अनि म नरकमा वा दुर्गति लोकमा अनि जन्म लिनुपर्ने हुन्छ भनेर चाहिँ आफ्नो मनको भित्र धेरै पीर धेरै अनि अहिले भनेको पश्चाताप धेरै हुन्छ। हो त्यसलाई त्यो हुनेको कारण चाहिँ के हो भनेदेखि हो मृत्यु अनित्य स्मरण नगरेको कारण हो भनेको। छिकर गएसिन्दु छिको वेङ्गेमेक भनेको छ। अब यो चाहिँ हामी सबैले राम्रो विचार गर्नुपर्छ है। ओहो मृत्यु अनित्य स्मरण भावना नगर्यो भनेदेखि यस्तो दोषहरू हुने रहेछ भनेर अनि सम्झिनुपर्छ। त्यसपछि अनि दोस्रोमा चाहिँ यदि हामीले मृत्यु अनित्य स्मरण गर्नुभयो भने के लाभ छ, के फाइदा छ, के राम्रो हुन्छ भन्नेदेखि त्यसमा फेरि 6वटा छ है। त्यसमा छ अब त्यसमा चाहिँ यो पहिला चाहिँ अनि एकमा चाहिँ के रहेछ भनेदेखि सार्थक हुने लाभ भनेको छ। तिप्तीमा चाहिँ थ्युन्छेवे फेय भनेको छ। थ्युन्छेवे फेय भने चाहिँ सार्थक हुने लाभ। सार्थक हुने लाभ भने चाहिँ कसरी हामीले सम्झिनुपर्छ भनेदेखि यसरी सम्झिनुपर्छ। मृत्यु अनित्य स्मरण मृत्यु अनित्य स्मरण मृत्यु अनित्यको विषयमा भावना गर्यो भने अनि के हुन्छ भनेदेखि मनको भित्र ल बुद्ध शाक्यमुनिले भनेको जस्तो यो संसारदेखि लिएर हामी प्राणीदेखि लिएर सबै अनित्य रहेछ भन्ने सोच चाहिँ आउँछ। अब त्यो आएर चाहिँ अनि आफूले जो देखेकोहरू हुन्छ, आफूले जो प्रयोग गरेको हुन्छ, आफ्नो घरदेखि हुन्छ कि त्योहरू सबै जो सांसारिकको अनि वस्तुहरू सबै अनित्य हो भनेर त्यसलाई अनि त्यति महत्त्वपूर्ण नदिने, त्यसलाई राग पनि नगर्ने त्यस्तो सोच चाहिँ आउँछ।
अब त्यस्तो सोच चाहिँ आएर निङ्बो मेबे छेउसल गर्छ असार धर्म त्योहरू सबै संसारिकको यो खर्च वस्तुहरू सबै खर्च असार धर्म हो भनेर विचार हुन्छ त्यो भएर अब मैले असार धर्ममा म लाग्नु हुँदैन अनि सारको धर्म र सारको धर्ममा निङ्बु यो छ सार धर्ममा चाहिँ सार भएको धर्ममा चाहिँ म लाग्नुपर्छ भन्ने सोच हुन्छ त्यस्तो सोच भएर अनि आफ्नो काया वाक्य चित्तहरू सबै त्यो सार भएको धर्ममा लाग्छ त्यो लागेर यसरी जीवन अनि चलाएर जाँदाखेरि अनि आफ्नो पछि आफ्नो सोचमा मैले यो जीवनमा चाहिँ सार भएको धर्म बुद्ध धर्ममा मैले लागेर मेरो जीवन चाहिँ धेरै अनि गर्छ राम्रो भयो मेरो जीवन चाहिँ सार्थक भयो के अरे मेरो 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 जीवन चाहिँ अनि अर्थपूर्ण भयो भन्ने त्यस्तो अनि सोच चाहिँ आउँछ त्यसो कारणले यहाँ थ्वेन्छेवे फेये भनेको छ थ्वेन्छेवे फेये भने चाहिँ आफ्नो जीवन सफल राम्रो हुने हुन्छ भनेछ के गर्यो भने यो अघि भनेको अनित्य मृत्यु अनित्य अनि स्मरण गर्यो भने मृत्यु अनित्यको भावना गर्यो भने यस्तो फाइदा छ भनेको यो चाहिँ धेरै राम्रो छ नि थ्वेन्छेवे फेयस अब त्यसपछि चाहिँ दोस्रो चाहिँ तोपछेवे फेय नेपालीमा महाबलशालीको लाभ महाबलशालीको अनि लाभ भने चाहिँ कस्तोले भन्छ भनेदेखि अनि यो हुनु चाहिँ मृत्यु अनित्य स्मरण गरेर धर्ममा लागेको र धर्म गरेको र मृत्यु अनित्य स्मरण नगरेर धर्ममा प्रवेश गरेको दुईमा धर्म गरेको एउटै हो तर त्यसमा चाहिँ के भन्छ अहिले भनेको यो के अरे बलशाली अनि भएको र नभएकोमा अनि नभएको फरक हुन्छ भनेको छ एउटा उदाहरण एउटा चाहिँ म दिन्छु होइन घर बनाएको यस्तो हुन्छ नि ख्याकपाला खर्छ त्यो बरफ छ नि बरफको माथि पानी ठुलो पानी सागर जस्तो त्यो समुद्र त्यो ठुलोमा त्यो बरफ भएर त्यसको माथि घर बनाएको घर चाहिँ घरै हो अब हामी अहिले यहाँ भूमिमा धेरै राम्रो एउटा भूमिमा शक्तिशाली भूमिमा हामीले घर बनायो भनेदेखि त्यो पनि घर हो त्यो बरफको माथि बनाएको घर र शक्तिशाली भूमिको माथि बनाएको घर चाहिँ घर त एउटै हो दुईटै घर हो तर त्यो दुई घरमा एउटा चाहिँ के हो भनेदेखि अनि के अरे महाबलशालीको घर एउटा चाहिँ महाबलशाली होइन कमजोर भएको घर हो किनभनेदेखि त्यो बरफ चाहिँ अनि खर्साङीमा धूप सूर्यदेखि धूप खरे निमशर्वा सूर्य उदय भयो भने त्यो बरफ चाहिँ खरे त पिलेर जान्छ त्यो गयो भनेदेखि त्यसको माथि भएको घर चाहिँ फेरि अनि नष्ट हुन्छ नि त्यही जस्तो अनित्य के अरे मृत्यु अनित्य विचार भावना नगरेर धर्ममा प्रवेश गरेको धर्म त्यो चाहिँ हो बरफको माथि बनाएको घर जस्तो हो भनेको छ त्यो धेरै शक्ति छैन है
अब शक्तिशाली भएको भूमिको माथि गरेको गरेर हामीले यो मृत्यु अनित्य भावना गरेर अनि गरेको पछि हामीले धर्ममा लागेको धर्म चाहिँ अनि त्यो जस्तो हो भनेको छ। त्यसो कारणले अहिले यहाँ अनि तोपछेवे भनेको के अरे मतलब चाहिँ यसरी हो, महाबलशाली भन्ने चाहिँ त्यो हो। अब यहाँ तेस्रोमा चाहिँ थोमर खल्छेवे फेयो भने चाहिँ आधिमा महत भएको लाभ भनेको छ। महत्व भएको लाभ। अब यो त हो हामीले यो मृत्यु अनित्य विचार गर्यो भनेदेखि हामी त्यो पहिला हामी धर्ममा लाग्नु बेलामा त्यो सोचले हामी धर्ममा लाग्नु सक्छ। त्यसो कारणले के भन्छ त्यो चाहिँ महत्व अनि भएको हो। त्यस कारणले यहाँ थोमर खाल्छे फेयो। दोस्रोमा चाहिँ के अरे चौथोमा चाहिँ फर्दु खेल्छे फेयो भने चाहिँ मध्यममा महत्व भएको लाभ भनेको छ। त्यो पनि हो, हामी पहिला अनि के अरे मृत्यु अनित्य सोचद्वारा पहिला धर्ममा लाग्ने, फेरि धर्ममा लाग्नु बेलामा धेरै गाह्रो छ नि, बाधाहरू धेरै हुन्छ। अब त्यो मध्यममा पनि धेरै त्यो बाधाहरू भएको कारणले धर्म चाहिँ सुरु गरेर अन्तिमसम्म जानु सक्छ कि सक्दैन, फेरि त्यसमा धेरै गाह्रो छ। त्यो हामीलाई धेरै अनुभव छ। एउटा लामामा पहिला बस्नु बेलामा चाहिँ थाहै छैन, बच्चामा बसेको हो। फेरि लामामा प्रवेश भइसकेपछि धेरै पढ्नु पर्यो, धेरै ध्यान आवेश गर्यो। यसरी जाँदा धेरै कठिनहरू छ नि। मैले लामो छोरो कि नछोरु भने त्यस्तो सोच्यो भने आउनु सक्छ नि। अब त्यो त एउटा उदाहरण हो। धर्ममा सत्य धर्ममा लाग्नु बेलामा धेरै गाह्रो छ। त्यसो कारणले अब आफ्नो मन चाहिँ पहिलो सुरुवातमा धर्ममा गयो जस्तो निरन्तर रूपले बस्नु सक्नुको लागि आफूलाई के चाहिन्छ भनेदेखि हो मृत्यु अनित्य विचार भावना चाहिन्छ। त्यो भयो भनेदेखि अनि निरन्तर रूपले धर्ममा चाहिँ लाग्नु सक्छ हो। अहिले यो भनेको हो। थमर खेल्छेवे फेयो। पाँचौँमा चाहिँ थमर खेल्छेवे फेयो भने चाहिँ अन्तिममा महत्व भएको लाभ। अब यो अघि भनेको जस्तो मृत्यु अनित्य विचार भावनाद्वारा पहिला धर्ममा लाग्ने, फेरि त्यही विचारद्वारा चाहिँ धर्ममा निरन्तर रूपले बस्नु सक्ने, अन्तिममा धर्मको सफल हुने भने त्यही सोचले हुन्छ। त्यही कारणले त्यो सोच चाहिँ धेरै महत्त्वपूर्ण हो। अन्तिममा पनि महत्त्वपूर्ण हो भने चाहिँ त्यो हो। अब त्यसपछि चाहिँ नम्बर 6मा छोटोमा मर्ने समयमा खुसी र आनन्दले मर्ने लाभ र फाइदा हो। यो सत्य हो। यो मृत्यु अनित्य अनि भावनाद्वारा धर्ममा प्रवेश गरेर अनि धर्ममा सुन्ने चिन्तन गर्ने अभ्यास गर्दै 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 गयो भनेदेखि अब मेरो अनुभवद्वारा अलिकति भन्यो भनेदेखि पहिला के हुन्छ, धर्मको जानकार धेरै नै हुन्छ रहेछ नि। यो मैले यो पनि जान्यो, पहिला यो थाहा छैन, यो जान्दैन, अब मैले यो पनि जान्यो भनेर सूत्र तन्त्रदेखि धेरै ज्ञान शिक्षाहरू चाहिँ प्राप्त हुने रहेछ नि। अब त्यो मात्र नभएर अनुभव अरू के छ भनेदेखि त्यो धर्मको लागि अनि जोड दिएको कारणले
पुण्य धेरै कमाउने रहेछ यो त्यो सत्य हो त्यो मान्छेको मी सिजिल गर्छ प्रभाव मान्छेको प्रभावकार पनि धेरै फरक हुने रहेछ पहिले कस्तो थियो अहिले कसो रहेछ त्यो थाहा हुन्छ रहेछ त्यसको कारणले पुण्य पनि धेरै कमाउने त्यसमाथि चाहिँ पहिला आफ्नो गुरुसँग मनभित्रदेखि नै सम्बन्ध राम्रो चाहिँ हुने त्यही कृपाले चाहिँ अनि के अरे बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नसँग पनि धेरै अनि के भन्छ खर्च सम्बन्ध राम्रो हुने अनि त्यसमाथि अनि तन्त्रको यो इष्टदेवहरूसँग सम्बन्ध हुने त्यस कारणले अनि गुरु इष्टदेवको अनि छिलब्ल खर्च अधिष्ठान रहे र अधिष्ठान सिन्दा जियो अधिष्ठान त्योहरू सबै आफूले प्राप्त हुने त्यो सत्य हो त्यस्तो भइसकेको पछि अनि आफ्नो मनमा पनि धेरै खुसी हुने खुसी एक दिन खुसी मात्र होइन पहिला 1 मिनट खुसी मात्र होइन 1 घन्टा खुसी मात्र होइन 1 दिन त्यो 1 दिन पनि होइन 1 हप्ता अनि 1 महिना अनि 1 वर्ष यसरी गरेर खुसी ठुलो 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 हुँदै जान्छ रहेछ नि मनमा अनि त्यो त्यसको माथि खर्च तेङ्छ त्यो त्यसको माथि तेङ्छ त्यसको माथि के अरे त्यो तेङ्छु लायाती को इङ्ग्लिसमा कन्फिडेन्स भन्छ नेपालीमा केही छ त्यो शब्द त्यो पनि बढ्दै जान्छ रहेछ त्यो सत्य रहेछ त्यो आत्मविश्वास त्योहरू पनि धेरै त्यो हुने रहेछ त्यसो कारणले मेरो अहिले अनुभवद्वारा भन्यो भनेदेखि यदि म अनि भोलि पर्सि छिटो मर्ने हो भनेदेखि मर्नु बेलामा पनि अलिकति सामान्य मान्छे मरेको जस्तो नहुने हुन्छ त्यति आफ्नो आत्मबल त्यस्तो हुने रहेछ त्यसो कारणले यहाँ मैले के भन्न चाहन्छु भनेदेखि अहिले के अरे मृत्यु अनित्य भावना गर्यो भनेदेखि अनि लाभ छोटोमा लाभ के हुन्छ भनेदेखि खुसी र आनन्दले मर्ने फाइदा अनि हुन्छ भन्ने चाहिँ सत्य हो अब हाम्रो महागुरुहरूको त्यसमा के भन्छ लोक्युनाला उनीहरूको इतिहासमा धेरै छ नि हो त्यस्तो हो त्यतिपछि अब त्यसो कारणले अब यहाँ हामीले त्यो थाहा भयो नि के भन्छ मृत्यु अनित्य भावना नगर्यो भनेदेखि के दोष रहेछ गर्यो भनेदेखि के फाइदा रहेछ भनेर हामीले विवेकद्वारा सबै हामीले थाहा भइसक्यो जानकार भइसक्यो अब त्यो भइसकेको पछि अब यदि त्यसको लागि मैले मृत्यु अनित्यको विषयमा भावना गर्छु ध्यान अभ्यास गर्छु भन्ने कसरी गर्ने अब त्यसको तरिका अहिले सिकाउँछ सुम्बा छुवा मेता भयो घुम्छु खरे घुम्बा तिन घुमार घुम्चुलुङ्गो नि तेस्रोमा चाहिँ वास्तविक अनि मृत्यु अनित्य भावना विधि भनेको छ अब त्यसमा अनि चवसुम्द गिम्जेङ गुइ गने गोमखोयो भन्नेमा चाहिँ 3 मूल र 9 कारणको मध्यम भावना गर्नुपर्छ है 3 मूल र 9 कारण यो चाहिँ जानकार हुनुपर्छ अब 3 मूल के हो भनेदेखि 3 मूल चाहिँ पहिलो नेबर छेवा निश्चय मर्ने छ भन्ने चाहिँ विचार गर्नुपर्छ है अनि दोस्रोमा चाहिँ नाम्ची नेमे भनेर चाहिँ कहिले मृत्यु हुन्छ ठेगाना छैन भनेर चाहिँ विचार गर्नुपर्छ तेस्रोमा चाहिँ छिवे छे छे मातो शे खाङ्गी ज्ञान मिपेम्बा मर्नु बेला
केवल धर्म बाहेक अरू केहीले पनि अनि हित नभएको सम्झिने हो। यो तीन चाहिँ म चाहिँ निश्चित रूपले मर्छ। त्यो पनि कहिले मर्छ कहिले मर्दैन थाहा हुँदैन, ठेगाना छैन। तेस्रोमा चाहिँ मर्नु बेलामा धर्म बाहेक अर्को केहीले पनि फाइदा छैन भनेर चाहिँ त्यो तीनवटा चाहिँ अनि मूल विचार गर्नुपर्ने हो। अब त्यसमा 9वटा कारण भन्ने चाहिँ एक एक के भन्छ प्रत्येक तीन मूलमा अनि तीन कारण भएर 9वटा कारण भनेको हो। अब त्यो चाहिँ मुनि भन्छु है त। gyumsen guni cawa sumbu the re la gyumsen sumre che de go भनेको छ है। 9 कारणहरू चाहिँ प्रत्येक तीन मूलमा 3 कारण गरी 9 प्रकार हुन्छ भने त्यो। अब त्यसको पहिला थाङबु छुवा नेबाला gyumsen sum भनेको छ। पहिलो मारन कसा मरण निश्चितमा 3। अब जोस हामी मर्छ निश्चित रूपले मर्छ भनेको कारणमा 3 है 3। अब त्यसमा 3 चाहिँ के हो भनेदेखि कारण 1 भनेको छ। कारण 1 भने चाहिँ अनि के हो भनेदेखि छिदा न्याब्रो होला के खाङ्के क्या दोत मेबा भनेको छ। त्यो चाहिँ मृत्युपति अवश्य नै आउनेछ र कुनै पनि कारणहरूले नकारण सक्दैन भनेको छ। अब यसको मतलब चाहिँ त्यो हामी निश्चित रूपले मर्छ। त्यसो कारणले निश्चित रूपले मर्ने समय चाहिँ आउँछ। त्यो समय आउनुको लागि अनि के भन्छ आउनुको लागि कुनै पनि कारणहरूले नकारण सक्दैन, जोस बाधा गर्नु सक्दैन। त्यसको मतलब के हो भनेदेखि निश्चित रूपले हामी मर्ने समय आउँछ। त्यो आउनु चाहिँ हामीले छेक्नु सक्दैन। सजिलो भन्यो भनेदेखि छेक्नु सक्दैन है। अब छेक्नु सक्दैन भने चाहिँ छेक्नु सक्नेमा के छ भनेदेखि हुनु चाहिँ एउटा चाहिँ बल हो, बलद्वारा छेक्नु सक्दैन। दोस्रो चाहिँ के हो भनेदेखि जेल खर्च पदार्थ चिजद्वारा अनि छेक्नु सक्दैन। तेस्रोमा चाहिँ मन्त्रद्वारा छेक्नु सक्दैन नाक। अनि चौथोमा चाहिँ दबाईद्वारा पनि छेक्नु सक्दैन है। अब मर्ने चाहिँ आउँछ, म नमर्ने, म यो दबाई खान्छु, यो दबाई खाएर चाहिँ म नमरेर बस्छु भन्नु सक्दैन भनेको छ। त्यसो कारणले मर्नेको समय चाहिँ निश्चित रूपले आउँछ। त्यो आउनु बेलामा अरू केले पनि त्यसलाई छेक्नु सक्दैन भन्ने चाहिँ त्यो हो। सजिलोमा भन्यो भने तातेन दिसुते दोस्रो 셀런넘바 मेजी डिजे भरमाचितो योबा 셀런넘바 मेजी डिजे भरमाचितो योबा भन्ने चाहिँ कारण 2 चाहिँ के हो भनेदेखि आयुलाई थाप्न मिल्दैन र निरन्तर घाटे गएको हुन्छ भनेको छ। अब यो सजिलो भन्यो भनेदेखि हाम्रो मान्छेको त्यो के भन्छ प्राणीहरूको आफ्नो आफ्नो आयु हुन्छ नि। अब त्यही दोस्रो हामी मान्छेले पनि आयु हुन्छ नि। त्यो आयु चाहिँ अब अहिलेको जमानामा हामी 1 वर्ष बस्नु सक्ने आयु हो। छलो ग्यापा भन्छ 1 वर्ष होइन 100 छलो ग्यापा 100 वर्ष बस्नु सक्ने त्यस्तो आयु हो अहिले। त्यो कारणले अब यो समयमा जति बस्नु सक्छ त्यति बस्छ। त्यसको माथि फेरि आफूले थापेर म 200 वर्ष बस्छु 300 वर्ष बस्छु भनेर आयु थप्न सक्ने चाहिँ छैन भनेको छ।
अहिले यो है आयु थाप्ने पनि सक्दैन त्यसको माथि आयु घटेर जाने चाहिँ कारण धेरै छ भनेको छ अहिले दोस्रो कारण चाहिँ त्यो सुम्बा सुम्बे छेयाङ छे छलोमेबा नेबर छिवा सम्बा नेबर छिवा भनेको छ अब त्यो चाहिँ कारण 3मा के छ भनेदेखि जिउँदो हुन तापनि धर्म गर्ने फुर्सद नपाए मर्ने छ भनेको छ अब यसको मतलब चाहिँ सजिलो भनेदेखि हामी अहिले के भन्छ जिउँदो हुन्छ अहिले जिएर बसेको छ है तर त्यो समयमा पनि जिएर बसेको समयमा पनि स्वयं छेयाङ भने चाहिँ जिएर बसेको समयमा पनि भनेको हो छे चलो मेबर भने चाहिँ धर्म गर्नुलाई समय नभएर अनि मर्छ भनेको है त्यो हो अब त्यो त हामीले विचार गर्नु त त्यो सत्य हो कि होइन है खोङथाङ रम्बुछेले भनेको छ थाम्जु छक्यु माटे निसु थाल छेदो गाने निसु थाल मचुङ सेने निसु थाल मिसे तोङबर सेबे नमथर दु भनेको छ अब त्यो सत्य दोस्तो पनि हो पहिला चाहिँ एकचोटि हेर्नुहोस् विचार गर्नुहोस् है हाम्रो आयु चाहिँ ल 100 वर्षको आयु होस् ल अब हामीले एक दिनमा 6-7 घण्टा सुतेर गयो भने अनि हामीले कति वर्ष सुत्छ होला अब 25 वर्ष त्यस्तो सुत्छ होला है अब 25 वर्ष त धर्म गर्नु सकेन भने सुतेर बसिए अब बाँकी चाहिँ कति भयो अलिकति छ होइन अब त्यसमा पनि अब बिहान मुख दुनेदेखि लिएर कामको लागि समय दिनु पर्यो फेरि ब्रेकफास्ट बिहानको खानाको लागि समय दिनु पर्यो दिउँसोको लागि बेलुकाको लागि त्योहरूको समयहरू सबै फेरि हामीले तान्नुहोस् त है अब त्यसमाथि फेरि हामी काममा जानुपर्छ भन्छ काममा जानु पर्यो कोहीहरू पढ्नु पर्यो भने पढ्नु जान्छ त्यस्तो गरेर समय जान्छ है अब त्यहाँदेखि म थाक्यो भनेर फेरि रेस्ट गर्छु भनेर बस्छ अब अलिकति टेलिभिजन हेरौँ भनेर फेरि टिभी हेरेर बस्छ अब मलाई मोबाइल फोन आउँछ रहेछ भनेर मोबाइल फोन सुनेर बस्छ म अलिकति त्यहाँ फेसबुक हेर्नु पर्यो भनेर फेरि फेसबुक हेर्छ है त्यस्तो गर्दै गयो भने अनि हामीलाई त्यो धर्म गर्छु भन्ने समय चाहिँ छैन रहेछ नि जो समय छ त्यो सबै सांसारिकमा त्यसरी गरेर एक दिन एक हप्ता अनि एक महिना एक वर्ष गर्दै गएर अनि पछि मर्ने बेलामा मैले धर्म गर्नेको समय मिलेन भन्छ है हो त्यो भन्छ त्यो हो अब त्यसमाथि कुङदा रुमुछेले धर्म गर्छु भने सोच नआएर 20 वर्ष जान्छ अरे थम्जु छक्यु माठे निसु थाल धर्म गर्छु भने यादै नभएर सोच नआएर विचार नभएर 20 वर्ष जान्छ अरे छेतो गाने निसु थाल म धर्म गर्छु भन्ने सोच आयो तर नगरेर चाहिँ फेरि 20 वर्ष जान्छ अरे छेतो गाने निसु थाल मचुङ सेने निसु थाल अब मैले धर्म गर्नु सकेन भने सोचेर फेरि 20 वर्ष जान्छ रे अनि अन्तिममा मिचे तोङबर सेबे नम्दर दोष अन्तिममा चाहिँ ल अब मेरो जीवन चाहिँ मेरो जीवनको समय चाहिँ सक्यो खालीमा गयो भन्छ रे त्यस्तो हुन्छ भनेको छ त्यो धेरै त्यो के भन्छ सल्लाह सुझाव राम्रो हो नि हामी राम्रो विचार गर्नुपर्छ है अब दिटिक्छु यहाँ थाहा दिसो अब दोस्रो नम्चिला नेपा मेपी किमचे सुम भनेको छ अब यो कहिले मर्छ ठेगाना छैन भनेको विषयमा 3 कारण त्यो 3 कारणमा पहिला यो हो पहिला यो हो चिर जम्बुलिङदा गयो निक्तुकी छेला नेपा मेपा भनेको छ हो कि सामान्यता
जम्बुद्वीपका सत्वहरू र विशेष कलियुगको अनि जीवनमा ठेगाना हुँदैन भनेको छ। अब यो सजिलो भनेदेखि सामान्य जम्बुद्वीपमा बसेको अनि प्राणीहरू र खास गरेर यो के अरे कलियुगको अनि आयु भन्ने त्यसलाई ठेगाना छैन भनेको छ। त्यो सत्य हो नि, कहिले मर्छ कहिले मर्दैन त्यो ठेगानै छैन। अब दोस्रो छिवेके माङसिङ स्वेङ्गेङ युवा भनेको छ। छिवेके माङसिङ स्वेङ्गेङ युवा भने चाहिँ मर्ने कारणहरू धेरै हुन्छन् र जीवित हुने कारण थोरै हुन्छ भनेको छ। त्यो पनि सच्य हो। हामी मर्ने कारण त्योहरू चाहिँ धेरै नै छ नि, जिउने कारणहरू कम्ती छ। जिउने कारणहरू पनि मर्ने कारणमा जान सक्छ है। हुनु त खानाहरू चाहिँ हामी जिउनेको लागि हो भन्छ, फेरि खानाहरूको भित्र चाहिँ आजकल दबाई के हालेर चाहिँ आर्टिफिसियलहरू के त्यस्तो भएर त्यो खानाहरू खाएर मान्छे मरेको धेरै हुन्छ नि। त्यस्तो धेरै छ। अब अहिले यहाँ नभनौँ होइन। अब त्यो मात्र होइन कि दबाई खाएर मरेको पनि मान्छे धेरै हुन्छ। पहिला त विष खाएर मरेको भन्ने कुरा छ। अब आजकल त दबाई खाएर पनि मरेको भन्ने कुराहरू हुँदैछ होइन। त्यसो कारणले चाहिँ धेरै गाह्रो। अब यो घरहरू चाहिँ बस्ने ठाउँ हो भन्छ, हामी जिउनुको लागि हो, तर घरहरू पनि खसेर मान्छे मरेको हुन्छ है। त्यसो कारणले त्यो के भन्छ छिवेके मान्छे स्वेङ्गेङ युवा भने चाहिँ सत्य हो। अब तेस्रोमा लु सिन्दो न्यामछुए क्याङ अनि नाम्चीलाई नेबा मेबा भनेको छ। अब त्यो नेपालीमा चाहिँ के भनेको छ भनेदेखि शरीर अति नै शक्तिहीन भएको कारण कहिले मारिन्छ भन्ने सक्दैन। त्यो पनि हो। हाम्रो यो शरीर भनौँ, जिउ भनौँ, एकमा यसरी हेर्दाखेरि त तक्रा जस्तो देख्ने त्यस्तो पनि हुनसक्छ। तर एक एक गरेर त्यो छालादेखि खुनदेखि त्यो भित्रदेखि एक एक गरेर हामीले विचार गर्नु बेलामा चाहिँ हाम्रो शरीर भन्ने चाहिँ शक्तिहीन रहेछ नि। शक्तिहीन है, शक्तिशाली होइन रहेछ नि। अलिकति सुई लगायो भने अरू भन्छ अच्छा भन्छ है, त्यस्तो रहेछ नि। त्यसो कारणले हाम्रो शरीर पनि शक्तिहीन भएको कारणले पनि हामी कहिले मर्छ कहिले मर्दैन ठेगाना छैन भनेको। अब त्यसपछि सुम्ब छिवे छे मातो सेङ खाङ्गी क्याङ मेपेम्बा। अब अन्तिममा त्यो हो है। अब अन्तिममा के अरे तेस्रोमा चाहिँ मूल तेस्रो कारणमा फेरि तीनवटा कारण छ। त्यो चाहिँ के हो भनेदेखि तेस्रो मर्ने बेला केवल धर्म बाहेक अरू केहीले पनि हित गर्दैन भनेको छ। त्यसको विषयमा यहाँ छ नि छिवेसे नोर्ता नेसे लुकी क्या मेपे तीन कारण भनेको छ नि। अब यहाँ छ, यहाँ के भनेको छ भनेदेखि मर्ने बेला धन सम्पत्ति भन्ने एउटा, मर्नु बेलामा धन सम्पत्तिले फाइदा गर्नु सक्छ कि सक्दैन। फेरि दोस्रोमा आफन्तहरू, मर्ने बेलामा आफन्तहरू र आफ्नो साथीहरूले आफूले फाइदा गर्नु सक्छ सक्दैन है। अब के भन्छ अन्तिममा यहाँ छ नि। अब तेस्रोमा चाहिँ हामीले एउटा शरीर छ, जिउ छ। हाम्रो शरीर र जिउले पनि हामी मर्नु बेलामा फाइदा गर्नु सक्छ भनेदेखि त्यो पनि सक्दैन। त्यसो कारणले मर्नु बेलामा धर्म बाहेक त्यो तीन कारण जसले पनि हामीले
फाइदा हुँदैन भनेको छ। अब त्यसको विषयमा चाहिँ अनि ग्याल्से लाले सोन्दुमामा धेरै राम्ररी भन्नुभएको छ। त्यो चाहिँ अहिले यहाँ त्यहाँ ग्याल्से लाले सोन्दुमाले 유림 족베 자시 소수들 베베 드베 노르지 슐들르 류게 정간 남시 좀 베베 체딜르단 ग्यासेलाले भनेको छ। अब त्यसमा पहिला चाहिँ यो हो युरिन ड्रोपे जासी सोसुरुन डेल त्यसमा यो हो युरिन ड्रोपे जासी सोसुर डेल भने चाहिँ लामो समयदेखि संगत गरेका के अरे मन पर्ने साथी आफन्तहरू सबै एक गर्छ हामीबाट छुटेर जान्छ। त्यो सत्य हो नि। युरिङ ड्रप जासी सोसो ड्रेस हामी अन्तिममा हामी मर्नु बेलामा हामीसँग संगत भएको आफ्नो बा आमा अनि दाइ भाइ दिदी बहिनीदेखि लिएर साथीदेखि लिएर जति छ सबै छोडेर आफू जानुपर्छ, आफू मात्रै जानुपर्छ। त्यसो कारणले आफ्नो मर्नु बेलामा मेरोदेखि माया भएको बा आमाहरू सबै हामीसँगै मर्नु बेलामा ल्याएर जानु सक्छ कि भनेदेखि सक्दैन। हामी एक्लै जानुपर्छ, त्यो सबै छोडेर। त्यो एउटा। दोस्रोमा यहाँ छ युरिन ड्रुबे दोस्रोमा चाहिँ बेबे ड्रुबे नोर्जे सुदुल्यु है। बेबे ड्रुबे नोर्जे सुदुल्यु भने चाहिँ आफ्नो जीवनमा धेरै हामीले जोड दिएर मेहनत गरेर अनि प्राप्त भएको अनि दान दौलत त्यसले आफ्नो मर्नु बेलामा फाइदा हुन्छ कि भनेदेखि हुँदैन भनेको छ। आफूले मेहनत गरेर बनाएको दान दौलत जति छ सबै छोडेर हामी एक्लै जानुपर्छ भनेको छ। अब त्यसपछि बेबे ड्रुबे नोर्जे सुदुल्यु 류게 डोङखान्दामसे जम्बे फर भनेको छ। 류게 डोङखाङ भने चाहिँ डोङखाङ खर्सा गरा रुपी आफ्नो शरीर चाहिँ गरा रुपी शरीर भनेको आफ्नो शरीरलाई गरा रुपी शरीर। अब आफ्नो शरीरको भित्र भएको मन एउटा छ नि, त्यो मन चाहिँ डोम्बो लखर छ अतिथि। अब अतिथिले अनि त्यो अब यस्तो भनौँ न के भन्छ सजिलो भनेदेखि हामी होटलमा बस्छ नि, होटलमा हामी पैसा दिएर अनि हामी होटलमा बस्छ, त्यो बेलामा हामी अतिथि हो नि। अनि होटलमा भएको रुमहरू छ नि, त्यो रुम। अब त्यो होटलमा भएको अतिथिले आफ्नो रुमको लागि एक दिन दुई दिन बसेर अनि त्यो रुम होटलको रुम छोडेर जान्छ नि। त्यही जस्तो गरेर अतिथि चाहिँ हाम्रो मन भयो, शरीर चाहिँ यो होटलको रुम जस्तो भयो। त्यसो कारणले होटलको रुम जस्तो भएको शरीर चाहिँ अतिथि जस्तो भएको मनले अनि छोडेर जान्छ भनेको हो। त्यसो कारणले हामी मर्ने बेलाको समय आउँदाखेरि हामीले आफूले अहिलेसम्म माया गरेर मेरो जिउ भनेर चाहिँ अनि के भन्छ सोचेर चाहिँ राखेको जिउ त्यो पनि अन्तिममा हाम्रो मनले त्यो जिउ चाहिँ राखेर अनि के अरे पछिको जीवन करे पुनः जन्ममा प्रवेश हुन्छ भनेको छ। त्यसो कारणले यो जिउले पनि मर्नु बेलामा फाइदा छैन भनेको छ। अब यहाँसम्म चाहिँ आज मैले भन्नु चाहेको यो के भन्छ मृत्यु अनि त्यहाँको विषयमा चाहिँ अनि मैले अनि भनिसक्यो।
अब अन्तिममा सल्लाह सुझाव। अब तपाईहरुलाई मैले यो धर्म देशना गर्ने चाहिँ के भन्छ एउटा के भन्छ धर्म देशना गर्ने चाहिँ अनि खसा धर्म देशना गर्ने चाहिँ चिक खसा सोसुगी छेन्दै मेसिन खसुता खलाउरे यो एउटा काम के भन्छ मैले गर्नुपर्ने एउटा काम हो जस्तो गरेर चाहिँ मैले गरेको होइन। मैले या धर्म देशना गर्ने चाहिँ मेरो मनको भित्र सर्व प्राणी हजुरहरूदेखि लिएर सर्व प्राणीहरूलाई माया र दया अनि बुद्धिचितद्वारा चाहिँ आफूले खुसीले अनि मैले धर्म प्रवचन चाहिँ गर्दैछ। त्यसो कारणले मैले तपाईहरुलाई माया दया बुद्धिचितद्वारा अनुरोध के गर्दैछु के गर्ने हो भनेदेखि अब हामी धर्ममा चाहिँ लाग्नुपर्छ। अब धर्ममा प्रवेश गर्नुको लागि उपाय सबभन्दा राम्रो चाहिँ अनि मृत्यु अनित्य विषयमा भावना गर्ने चाहिँ हो, विचार गर्ने चाहिँ हो। त्यो गरेर अनि हामी अन्तिममा कहाँ पुग्नुपर्छ भनेदेखि यहाँ थादे तेदर छुवा मिताक समदे थारे 텔댕에 까와 토페스 텔댕에 까와 토페 찐나 세들 최 작고 봐 당야 빨려요 야 लेखेको छ नि अनित्य खसा अन्तमा त्यसरी मृत्यु अनित्यको विचार गरेर अहिले दुर्लभ खसा क्षण सम्बन्ध शरीर प्राप्त भएकाले अनि सामान्य रूपमा यस जीवनमा धर्म गर्नुपर्छ। पहिला यो आज अन्तिममा दुई सूचना छ कसा अन्तिममा दुई सल्लाह सुझाव छ। एउटा चाहिँ के हो भनेदेखि पहिलाको सटरडे खर्च शनिबारमा मैले तपाईहरुले धर्म प्रवचन के गरेको छ भनेदेखि सार्थक मानव जीवन प्राप्त हुनु दुर्लभको विषयमा हो। त्यो चाहिँ अहिले हाम्रो जीवनमा सार्थक मानव जीवन प्राप्त भएको छ। त्यो भएको कारणले यो जीवनलाई अनि के भन्छ खेरो नगरेर अनि तपाईहरुले के गर्नुपर्छ भनेदेखि सामान्य रूपमा यस जीवनमा धर्म गर्नुपर्छ भन्ने चाहिँ एउटा सल्लाह सुझाव एउटा है। अब आज चाहिँ मृत्यु अनित्यको विषयमा धर्म प्रवचन गरेको कारणले अनि आज चाहिँ के रहेछ भनेदेखि 학벌 치와 녀신 남치 녀바 메바 임베 최대야 다당이네 녀버 자고서 냠도 썸 यहाँ छ नि यहाँ के लेखेको छ भनेदेखि हकपर विशेष धेरै विशेष मर्न निश्चित छ र कहिले मर्ने हो भन्ने भन्नु सक्दैन। त्यसैले अनि धर्म पनि अहिले समयमा अहिले नै गर्नुपर्छ भनेको छ। अब यो अहिले नेपालीमा यो छोटकरीमा भन्यो भनेदेखि आजका यो मृत्यु अनित्यको विषयमा अनि जानकार भइसकेको पछि मनमा के आउनुपर्छ भनेदेखि मैले यस्तो मानव जीवन पाएकोमा सामान्य धर्म गर्नु पर्यो। त्यसमाथि मृत्यु अनित्यको विषयमा प्रवचन सुनेर जानकार भइसकेको पछि मैले यो जीवनमा धर्म गर्छु भन्ने मात्र होइन कि अहिलेदेखि नै मैले धर्मलाई लाग्नु पर्यो, धर्ममा प्रवेश गर्नु पर्यो भनेर चाहिँ सोच आउनुपर्छ हो। यसरी गरेर हजुरहरूले अब तपाईहरुले प्रवचन सुन्यो जानकार भइसक्यो।
अब आफ्नो घरमा बसेर चाहिँ 10 मिनेट 20 मिनेट त्यस्तो यो के भन्छ त्यसो यो पहिलाको सार्थक मानव जीवन प्राप्त हुनु दुर्लभको विषयमा 10 मिनेट विचार गरेर ध्यान अभ्यास गर्ने त्यसपछि आजका मृत्यु अनि त्यहाँको विषयमा चाहिँ फेरि अभ्यास भावना गर्ने त्यो दुईटा चाहिँ राम्रो गर्नुहोस् त मनको भित्र के भन्छ रङसिङ्की स्वभाव आफ्नो आफ है अनि मनको भित्र के आउँछ ओ मैले यो जीवन खाएर गर्नु हुँदैन मैले यो जीवनमा अहिलेदेखि नै म धर्म गर्छु भन्ने सोच चाहिँ निश्चित रूपले आउँछ त्यसो कारणले यसरी तपाईँहरूले ध्यान अभ्यास गर्नुहोस् भनेर अनुरोध गर्दछु थुची छ ठसी त्यसले अब अन्तिममा सुजना 3 छ सेल्टक भन्छ सुजना 3 छ पहिला चाहिँ अब अस्ति र आज चाहिँ मैले धर्म प्रवचन गरेको हो यो खर्सा सटरडेमा खर्सा शनिबारमा अब पछिको शनिबारमा चाहिँ जम्या रुम्बुछेले उहाँको त्यो धर्म प्रवचन चाहिँ पहिला जो छ त्यो निरन्तर रूपले जान्छ पछिको त्यो चाहिँ फेरि त्यसपछि चाहिँ मेरो हुन्छ यसरी गरेर त्यो यो चाहिँ मनमा राख्नुहोस् अनि दोस्रो सुजनामा चाहिँ यो बुद्धिसत्ता अवाचार्य बुधबारमा छ नि मैले धर्म प्रवचन गरेको नेपालीमा अनुवाद गरेर घिसिङ हिजोले त्यो व्याख्या गर्दैछ नि त्यो चाहिँ 2 हप्ताको लागि चाहिँ खाली ब्रेक राखिएको किनभने हाम्रो यहाँ बौद्ध धर्मपछि समाजको महत्त्व कार्यहरू छ कामहरू छ त्यसो कारणले 2 हप्ता चाहिँ ब्रेक खाली राखौँ त्यसपछि फेरि हुन्छ अब तेस्रो सूचना चाहिँ अब अहिले हाम्रो यहाँ कोरोनाहरू अलिकति राम्रो भएको कारणले कोही मेरो चेलाहरू म मिल्नु चाहेकोहरू छ भनेदेखि अहिले आयो भने हुन्छ नत्र फेरि पछि के हुन्छ थाहा हुँदैन अहिले इन्डियामा नयाँ कोरोना आएको छ भन्ने कुरा चाहिँ छारेछ नयाँ कोरोना एउटा रहेछ कोरोना भाइरस आएको छ भन्छ अब यो नेपालमा फेरि त्यस्तो आयो भने फेरि भविष्यमा फेरि मिल्नुमा गाह्रो हुनसक्छ त्यो कारणले यो 2-3 हप्ताको भित्र चाहिँ यदि तपाईँहरू त्यो शिष्यहरू मलाई मिल्नु चाहेको भनेदेखि घिसिङ निम छेगेलाई सम्पर्क गर्नुहोस् अनि समय मिलेर मिलौँ होला थुची छे अन्तिमको प्रार्थना जम्बे पावो छितरे केम्बादा कुन्दो सम्बो तेया देशिन्ते तेदा कुन्जिन जेसो दाल केवान देदा तमजे रब्तु मो तुजुन शिबे केवा तमजे के ngwa kan la chodo nga dakshin gewe tsawa dike sambo jeje rabtu ngwa ki tenba jigden kanson chenba ta tenba nyewe shindo sewa ta tenze punu shindo tenba tenba yuri nebe trashi sho tsakyo lama namge trashi sho idam lazo namge mada kandro namge trashi chegyon soma namge trashi sho oya toshi laso laso toshi che